यस्तै भाइरल एआई भिडियो क्रिएट गर्नलाई एआई द्वारा कसरी भिडियो जेनेरेट गर्ने त्यो पनि भाइरल अहिलेको जमानामा सबैभन्दा बढी एआई नै युज भइरहेको छ। त्यो पनि हामीले बिना प्रम्प्ट र सजिलै तरिकाबाट कसरी फोटो अनि फोटोबाट भाइरल भिडियो चाहिँ क्रिएट गर्न सकिन्छ त्यो सम्बन्धी जानकारी दिनेछु। त्यो पनि हाम्रो यही मोबाइल स्क्रिनबाट। सबभन्दा पहिला चाहिँ म यहाँनिर स्क्रिनमा लगाएँ हजुरहरूलाई। यहाँनिर चाहिँ हामीसित दुईटा एप चाहिरहेको छ। सबभन्दा पहिला हामी प्ले स्टोरमा पिन्टेस्ट र अनि पिक्सभर्स भन्ने एउटा दुईटा एपहरू हामी डाउनलोड गर्छौँ। मसित चाहिँ अलरेडी छ, हजुरहरूले चाहिँ डाउनलोड गर्नु होला, प्ले स्टोरमा हुन्छ यो। त्यसपछि चाहिँ हामी अहिले पिन्टेस्टमा जान्छौँ। यहाँबाटदेखि चाहिँ हामी 3D फोटोहरू चाहिँ डाउनलोड गर्छौँ। ल हामी यहाँनिर चाहिँ गएर ल यस्तो फोटो आइसक्यो। अब चाहिँ हामी यो फोटोलाई चाहिँ डाउनलोड गर्छौँ। ल यो फोटोलाई हामी यहाँ 3 डटमा जानु होला। यहाँ 3 डटमा गइसकेपछि यहाँनिरबाट डाउनलोड इमेज भनेर राखेको हुन्छ, यसलाई क्लिक गरौँ। पिक्सभर्समा आउँछौँ। यहाँनिर आएर चाहिँ हामी यसलाई चाहिँ इफेक्ट दिन्छौँ। यसले चाहिँ पर डे 60 वटा दिन्छ। यहाँनिर चाहिँ छ नि कम्पो, यसलाई चाहिँ हामी त्यो टेम्प्लेट युज गरेर चाहिँ गर्दैछु। यसरी मैले क्लिक गरेँ। क्लिक गरिसकेपछि युज टेम्प्लेटमा गएँ। ल अब यहाँनिर चाहिँ मैले सिलेक्ट गरेँ। सिलेक्ट गरिसकेपछि अब यहाँ क्रिएटमा जान्छौँ। यसलाई हामी इफेक्ट दिँदैछु। इफेक्ट दिएँ। यहाँनिर चाहिँ मेसेज आइसकेको छ हामीलाई, यसमा क्लिक गर्छौँ। यहाँ चाहिँ युज हेर्नु यो चाहिँ रेडी भइसकेको छ। अब हामीलाई सिधै यसलाई डाउनलोडमा गर्छौँ। यसपछि हाम्रो अर्को स्टेप रहेको छ यहाँनिर। यहाँ मसित चाहिँ यतिवटा भिडियो एडिटिङ एपहरू छ। म हजुरहरूलाई चाहिँ सबैभन्दा सजिलो यो भिएनबाट जाँदैछु। ल हजुरहरू जुनसुकै पनि तपाईँहरू क्यानभादेखि क्याटकटदेखि लिएर इन्सर्टबाट जताबाट पनि गर्न सक्नुहुन्छ। म चाहिँ भिएनमा गएँ। भिएनमा गइसकेपछि यहाँ न्यू प्रोजेक्टमा क्लिक गरेँ। मैले यो भिडियोलाई इन गरेँ। यहाँनिर आइसक्यो। अब यहाँनिर साइज पनि हामी भाइरल साइज पनि गर्न सक्छौँ। क्रोममा गएर मैले यो गरेँ। तपाईँहरू नि योबाट गर्न सक्नुहुनेछ। ल भाइरल फाइल तरो अनि यसलाई चाहिँ डिलिट गर्नु होला। म चाहिँ यसलाई डाउनलोड गर्छु र 4K मा गर्छु अनि यो एकदम सर्ट भिडियो। भइसक्यो। अब हजुरहरूले यो भिडियोलाई चाहिँ युट्युबमा गएर अपलोड गर्न पनि सक्नुहुन्छ अथवा विभिन्न सोसियल मिडिया प्लेटफर्ममा गएर पनि अपलोड गर्न सक्नुहुनेछ। यसरी एआई भिडियो क्रिएट गरेर सजिलो तरिकाबाट हामी एकदमै भाइरल ट्रेन्डिङ टपिक्सलाई लिएर भिडियो क्रिएट गरेर भाइरल हुन सक्छ भिडियो चाहिँ। त हजुरहरूको साथीहरू भिडियो चाहिँ एकदम राम्रो लाग्यो भने भिडियो चाहिँ लाइक सब्स्क्राइब गर्दै गर्नु होला। हस्, धन्यवाद।